टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। बारामा प्रहरीको गोली लागेर 14 वर्षीय बालक गम्भीर घाइते सम्बन्धी प्रसङ्गबाट। बारामा तस्कर र प्रहरीबीच भएको झडपमा गोली लागेर एक बालक गम्भीर घाइते भएका छन्। बाराको सुवर्ण गाउँपालिका 2 कभी गोठमा बुधबार राति तस्कर र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर कभी गोठका चन्देश्वर यादवका 14 वर्षीय छोरा रजन यादव गम्भीर घाइते भएका हुन्। टाउकोमा गोली लागेर गम्भीर भएका रञ्जनको वीरगञ्ज स्थित नारायणी वयोद्धा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै झडपमा तस्करलाई सघाउने स्थानीयको ढुङ्गा मुड्डाबाट प्रहरी नायब निरीक्षक सहित 3 जना प्रहरी पनि घाइते भएका छन्। स्थानीयको ढुङ्गा मुड्डाबाट घाइते हुनेमा प्रहरी नायब निरीक्षक वीरेन्द्र गिरी, 1 जना हवलदार र 1 जना जवान रहेका छन् भने उनीहरू 3 जनाको कलैया स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए। घाइते प्रहरी मध्ये प्रहरी नायब निरीक्षक गिरीको अवस्था भने गम्भीर रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए। भारतबाट राजस्व छलेर ल्याएका 8 बोरा प्याज सहितका 4वटा मोटरसाइकल सोमबार साँझ इलाका प्रहरी कार्यालय कभी गोठले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको तस्करीको प्याज बुधबार बेलुकी कलैया स्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्कर र स्थानीयले प्रहरीमाथि आक्रमण गर्दै प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा सडक छेउमा रहेका रञ्जनको टाउकोमा गोली लागेको हो। प्रहरी निरीक्षक यादवका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले 12 राउन्ड हवाई फायर गर्दा हुलुमुलुमा परेका बालक रञ्जनलाई गोलीको छर्रा लागेको बताएका हो। सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ। 31 जनामा कोरोना संक्रमण देखिएपछि कार्तिक 18 गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको हो। नगरपालिकाले बुधबार सूचना जारी गर्दै कार्तिक 4 र 7 गते गराएको परीक्षणमा संक्रमण देखाएपछि रोकथाम तथा नियन्त्रणका लागि सेवा स्थगित गरिएको हो। कार्यालय मातहका वाडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि स्थगित गरिएको जनाएको छ। यसैगरी समुदाय स्तरमा फैलिएको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न वार्ड नम्बर 10 र 11 मा पूर्ण रूपमा लकडाउन र सिल गरिएको सूचनामा उल्लेख छ। अर्को सूचना जारी नभएसम्म कोरोनाबाट जोखिन उच्च सतर्कता अपनाउन तथा स्वास्थ्य मापदण्डको पालना गर्न पनि नगरपालिकाले आग्रह गरेको छ। आगामी असार मसान्तभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण सम्पन्न गरिने भएको छ। अर्थ मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्णय गरेका हुन्। अर्थमन्त्री विष्णु प्रसाद पौडेल र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री कक्षाकुमारी अर्यालको सहभागितामा बुधबार सम्पन्न संयुक्त बैठकमा गरिबी घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्य चालू आर्थिक वर्ष 2077 र 2078 भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिसाउने र सो कार्यालयका लागि आवश्यक पर्ने थप स्रोतको व्यवस्थापन मन्त्रालयले गर्ने निर्णय भएको छ। अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार बैठकले गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्य सम्पन्न गर्न क्रियाकलाप सहितको समयबद्ध कार्यतालिका 1 हप्ताभित्र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पार्न निर्णय पनि गरेको छ। अर्थमन्त्री पौडेलले गरिब तथा विपन्न वर्गको तथ्याङ्क नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न
समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्वक एवं प्रभावकारी हुन नसकेको बताए। उनले गरिब घर परिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत सहुलियत रोजगारी सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पुर्याउने बताउँदै गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा सहुलियतपूर्ण ब्याज कृषिका लागि अनुदान व्यवस्था उपचार शिक्षामा सहुलियत लगायतका कार्यक्रमको प्रभावकारी अभिवृद्धि हुने विश्वास व्यक्त गरे। नेकपा विप्लव समूहका पूर्वी कमान्डो मिर्ची कोशी ब्युरो चौथो कम्पनी कमिसार तथा शक्तिका सेक्रेटरी काशीनाथ घिमिरे सहित 2 जना पक्राउ परेका छन्। विभिन्न हिंसात्मक गतिविधि गरेको आरोपमा मोरङका एसपी सन्तोष खड्काको टोलीले मोरङ मिक्सालुङ्ग गाउँपालिका 1 गुर्मी सेवा 12 कार्तिक साँझ सप्तरी गुरुङ्गा नगरपालिका 2 बस्ने 32 वर्षीय प्रतीक भन्ने काशीनाथ घिमिरे र इलाका चुलाचुली गाउँपालिका 6 बस्ने पार्टी सदस्य 18 वर्षीय कमरेड सनम भन्ने विज्ञान राईलाई बन्दोबस्तीका सामानहरू सहित पक्राउ गरेको हो। प्रहरी प्रवक्ता डीएसपी मानव बहादुर राईका अनुसार उनीहरू स्थानीय बिजुली प्रसाद तिमिनसिलाको खाली घरमा बस्दै आएका थिए। उनीहरूले सेल्टर लिँदै आएको सूचना प्राप्त भएपछि प्रहरीले घेरा हालेर बस्तोबस्तीका विभिन्न सामानहरू सहित पक्राउ गरेको हो। उनीहरूको साथबाट 1 थान भरुवा बन्दुक, विस्फोटक पदार्थहरू, जिलेटिन, सुतिली बम, सिकेट बम, टुक्की बम, डेटोनेटर र विभिन्न इलेक्ट्रोनिक तार, फ्युज, पेचकस, 12 थान झोला सहित डायरी र दस्तावेजहरू बरामद भएको प्रहरीले जनाएको छ। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडीआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, संघर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चीजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपीसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपीसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउ कि
कुन चाहिँ वाला? आशा हो तिमी मेरो, भरोसा हो तिमी मेरो, तिमी नै हौ सपना अटुट, तिमी सहयात्री मेरो। जीवीएस बाइक वा स्कुटर किन्नुहोस् र जित्नुहोस् स्योर सर्ट रु 9,000 सम्म वा 0% ब्याज दरमा फाइनान्स वा बजार मूल्य भन्दा थप रु 15,000 सम्म एक्सचेन्ज बोनस पाउनुहोस्। साथै बम्परमा किने पनि नकिने पनि अपाचे RR 310 जित्नुहोस्। टिभीएस दशैंको आशा। नाममै यसको शक्ति छ, नाममै सङ्गीत छ, नाममै पहिचान छ, नाममै यसको ओपीसी सिमेन्ट। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा 2,500 भन्दा धेरैले अनलाइन सेवा लिएका छन्। महाशाखाले अघिल्लो महिनाबाट अनलाइन सेवा सञ्चालन गरेको हो। घरबाटै सेवा लिन सेवाग्राही अभ्यस्त हुन थालेका र एक महिनामा 2,500 भन्दा धेरै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो। गाडी र त्यसका कागजातको सिफारिसका लागि महाशाखा धाउनुपर्ने बाध्यता हटाउँदै सेवालाई प्रभावधिमेन्त्री बनाउने उद्देश्यले महाशाखाले गरिएको असोज 5 गतेदेखि घरबाटै अनलाइन फारम भरेर सेवा लिन पाउने व्यवस्था मिलाएको थियो। प्रमुख ढकालका अनुसार हराएको लाइसेन्स, ब्लुबुक र अनुमतिको लागि धेरै दिन लगाएर सेवाग्राहीले ट्राफिक प्रहरी कार्यालयबाट सेवा लिने गरेका थिए। दैनिक झण्डै 200 सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकामा अहिलेसम्म अनलाइन मार्फत 1,384 जनाले अनलाइन, 1,069 जनाले बिल्लुबुक र 47 जनाले परिमिट हराएको भनेर अनलाइन मार्फत निवेदन दर्ता गरिएका छन्। त्यसमध्ये 1,710 जनालाई अनलाइनबाटै सिफारिस दिएको महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक रमेश प्रसाद यादवले जानकारी दिनुभयो। उहाँका अनुसार बागमती प्रदेश बाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्णभित्र नभएको दोहोरो निवेदन दिएका 790 निवेदन फिर्ता गरिसकेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशका उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहेको छ। बिहिबार दिसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतः सफा रहनेछ। आज राति प्रदेश नम्बर 1 र बागमती प्रदेशका सफा रहने महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्वमा हालसम्म 3 करोड 27 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। बिहिबार बिहानसम्म कोरोना मुक्त हुनेको संख्या 3 करोड 27 लाख 1,059 पुगेको हो। हाल विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या 4 करोड 47 लाख 38,099 पुगेको छ। संक्रमित मध्ये 11,78,513 जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्रिय संयुक्त राज्य अमेरिका हालसम्म 91,17,000 भन्दा बढी संक्रमित भइसकेका छन्। यहाँ अहिले पनि 29,68,000 भन्दा बढी संक्रमित अवस्थामा नै छन्। अमेरिकामा कोरोना संक्रमितबाट ज्यान गुमाउनेको संख्या 2,23,123 पुगेको छ। भारतमा हालसम्म 80,38,000 भन्दा
बढी मानिस सङ्क्रमित भइसकेका छन्। यहाँ अहिले पनि 6,03,251 जना सङ्क्रमित अवस्थामा नै छन्। भारतमा कोरोना सङ्क्रमितबाट ज्यान गुमाउनेको सङ्ख्या 1,20,563 पुगेको छ। नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या 1,62,354 पुगेको छ। हाल यहाँ सक्रिय सङ्क्रमित 39,643 जना रहेका छन्। नेपालमा कोरोना सङ्क्रमितबाट हालसम्म 827 जनाले ज्यान गुमाइसकेका छन्। हवस् त, यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।